हेलो एभ्रिवान, मेरो नाम चाहिँ सुनिता। म चाहिँ आज धेरै पछि मेकअप गर्दैछु। उताको काममा चाहिँ मेकअप गरेर राम्री भएर जानुपर्छ भन्दाखेरि यहाँको काममा चाहिँ मेकअपहरू गर्न पाउँदैन। त्यस्तो हेप्पी मेकअपहरू गरेर गयो भने इन्ट्री दिँदैन भित्र जानुको लागि। त्यही कारणले चाहिँ आज छुट्टी, अनि त्यही भएर म चाहिँ रुममै बस्दाखेरि मेकअप गर्दैछु। अनि मेकअप गर्दा गर्दै म तपाईँहरूलाई चाहिँ एउटा कहानी पनि सुनाउँछु। तपाईँहरूसँग त्यस्तो भएको छ भने भन्नु होला है त। म चाहिँ स्कुल पढ्दाखेरि फेल भएको छु क्या। तर कसरी फेल भएको भन्दाखेरि चाहिँ कस्तो अहिले अहिले भन्दाखेरि सुन्दाखेरि चाहिँ कस्तो अचम्म, कस्तो हाँस उठ्छ कि। तर त्यो बेलामा घरमा बोलाउने सबैको नाम दुईटा त अभियसली सबैको भइहाल्छ नि, त्यो त नर्मल भयो। अनि त्यही कारणले गर्दा चाहिँ म फेल भएको छु क्या स्कुलमा। अनि मलाई चाहिँ गाउँ घरतिर बोलाउने चाहिँ मलाई चाहिँ सबैले भन्छ। तर मेरो रियल नाम चाहिँ सुनिता हो नि त। त्यही कारणले चाहिँ म फेल भएको छु क्या। फर्स्ट सेकेन्ड थर्ड दिन चाहिँ मैले मेरो रियल नेम सुनिता सुनुवार नै लेखेको थिएँ। अनि त्यो बाहिरको इक्जाममा चाहिँ मैले सबिले सुनुवार लेखेको थिएँ कि। अनि पछि पेपर चेक गर्दाखेरि चाहिँ दुईटा नाम भएपछि त अनि पेपर नपुगेपछि चाहिँ म फेल भएको रहेछु नि त। अहिले सुन्दाखेरि चाहिँ कति कमेडी लाग्छ नि त, कस्तो हाँस उठ्दो नि। ला, फेल भएको दुईटा नाम लेखेर म त भन्दा चाहिँ अहिले चाहिँ हाँस उठ्छ। त्यो बेलाको मेरोमा चाहिँ म कति नर्भस भएको थिएँ कि। अनि मलाई चाहिँ मेरो मेकअपको सबसे मनपर्ने पार्ट भनेको चाहिँ यो लिप लाइनर कोर्दाखेरि हो कि। अनि त्यही भएर मेरो चाहिँ आजको मेकअप यस्तो गरेँ मैले चाहिँ आजभोलि चाहिँ अलि पहिलाको भन्दा अझै राम्रो मेकअप गर्छु जस्तो फिल हुन्छ मलाई चाहिँ। मेरो लुक्स आजको